हेलो एभ्रीबडी, गुड मर्निङ। म चाहिँ बिहान बिहानको मौसम देखाउँदैछु, हेर्न सक्नुहुन्छ। म चाहिँ हिजो धुरपातनतिर आएकी हुँ अनि वहाँ पाएँ फेरि घाम आइसक्न लागेको छ, हेर्न सक्नुहुन्छ। अनि आलु जता जाऊ जे गर आलु बारी डराम डराम भनेको सुन्नु भएको छ कि नै? अनि बादल वाह मजे 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 में कैसे उड़ रहा है हवा में, आप देख सकते, देखिए व्यू। और घरहरू देखिए, घर कितना अलग है ना। शहर में कैसे घर होती है और गांव घर में कैसे घर रहती है, ये भी ज़रा देखिए। और मेरे को भी ज़रा देखिए, मैं कैसी लग रही हूँ। मैं अभी उठ के बैठी हूँ, ठंडी लग रही है। कल मैं जैकेट नहीं लेके आई, इधर बहुत ठंडी रहती है, देख सकते जी। यहाँ पर चाहिँ खूबसूरत फुल हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ आलुको फुल हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ हाम्रो घर धोरपातनको। अनि मैले चाहिँ बिहान बिहान घर लिप्न लागे कि उठेर हेर्न सक्नुहुन्छ। अनि म चाहिँ यहाँ बसिरहेकी छु घर लिपेर। अनि सासू माथि जाँदै हुनुहुन्छ हातमुख धोएर, अनि थोरै भाँडा धोएर। यता हेर्नुस् न त भनिदिएको त। अनि हाम्रो सारा सम्पत्ति शोभावती राउती एन्ड छापु हेर्न सक्नुहुन्छ। अनि यता हामीले चुलोमा चाहिँ आगो जलायौँ। अनि मैले चाहिँ पुठो मुचेको छु रोटी बनाउनको लागि। अनि भित्र चाहिँ अनि छोरो पनि उठिसकेको छ नि त। अनि मैले चाहिँ रोटी बनाउँदैछु, सासूले चाहिँ रोटी तल्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। हामीले चाहिँ आज कति दिनपछि भेट भएको भनेर खाना खान लागेको, मिठो मिठो बनाएर। अनि ससुराले चाहिँ दुध दुन लाग्नु भएको छ, हेर्न सक्नुहुन्छ। यता दुईटा हाम्रो चाहिँ सारा सम्पत्ति छन्। यो बर चाहिँ कति ठुलो छ कि, यो कालो चाहिँ के, यसको भाइ जन्मिएर मरिसक्यो। भाइ मरेको फाइदा उसले उठाउँछ, उसले दुध पिन्छ। अनि ससुराले चाहिँ मजाले दुध दुहुँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। धुरपातनमा बसेर दुध खान पाइन्थ्यो, धुरपातनमा बसिन्न। नानी पढाउनको लागि बुबाङमा बस्नुपर्छ। मम्मी छोरा कति माया गरागर गर्दैछन्। अनि ससुरा आएर दुध खनाउँदै हुनुहुन्छ। अनि हामीले चाहिँ नास्ता चाय रोटी अनि सब्जी बनिसक्यो, खान थालेको। दुध उता तात्तिउँदैछ। थ्याङ्क यू फर वाचिङ, बाई बाई गाइजहरू भन्न चाहन्छु।